ओरिजिनल चेक छ उहाँकै अफिसको चेक छ ए उहाँकै अफिसको चेक त तपाईले मसँग छ मैले सुरु चाहिँ प्रमाण त राख्नु पर्यो नि साथै मेरो क्लाइमहरुको एउटा मिस्टेक के भयो भने चाहिँ उहाँहरुलाई एउटा पठाउँछु भनेको WhatsApp-मा ग्यालरीमा आएको बेला अर्को टच भइदियो उहाँले केही चाल गर्नु भएन मैले पनि फेरि फर्केर हेर्ने के त्यो कुन गयो के गयो अब यता घाचा गरेर आइरहेको डिमान्ड यहाँ त्यहाँ अनि उहाँलाई पछि उहाँ आइ फेरि उहाँलाई मैले के भन्दैन म चेक सर जागिर सर बसेर एकचोटि छलफल गरेको विषयमा जस्तो आउने जाने कुरामा मैले के भन्दा चाहिँ एकचोटि मैले छलफल गरेको छु सरले काम हुन्छ 2 महिना जति वेट गरेर भन्नुभएको छ अनि त्यही हिसाबले तपाईहरुलाई चाहिँ आउन पर्यो म बोलाउँछु नत्र नआउनु भन्ने प्रकाशी यता कुरा सुन्नुहोस् है तपाईले बोलाएर हामी आएको होइन है यो चाहिँ फर्स्ट ए सुन्नु न होइन भने तपाईँ एकछिन के सरले भन्नुभयो के भन्नुभएको चाहिँ उहाँले यहीँ मान्छे हुनुहुन्छ होइन झुट बोल्ने कुरा होइन है स्पष्टीकरण दिनुपर्छ मान्छेले झुट बोलेर कोही मान्छे माथि पुग्दैन हो कि होइन तपाईँले त बुझ्नुपर्छ पर्दैन उहाँले फोन गर्नुभयो मलाई नभए तपाईँले कल डिजिटल गएर निकालेर हेर्न सक्नुहुन्छ होइन उहाँले फोन गर्नुभयो उहाँले केही नै अरू अन्यथा केही भएन उहाँले के भन्नु सर म कम्पनी छोडेर टर्की जाँदैछु 8-9 दिनभित्रमा तपाईहरुले मसँग जिम्मा लगेर तपाईहरु मेरो हाम्रो कुरा भएर काम भएको हो गर्नलाई अनि तपाईहरु म जागिर सरलाई जिम्मा दिँदैछु या तपाईहरुले उहाँसँग काम गर्नुहुन्छ कि या गर्नुहुन्न नगर्नुहुन्न भने तपाईहरु आउनुहोस् बसेर सल्लाह गरौँ पैसा लिनुहुन्छ भने लिनुहोस् पासन लिनुहोस् जागिर सरसँग कुरा गर्नुहोस् भनेर यही हो नि दाइ तपाईले भने यो होइन अन्य त मैले जोड्ने कुरा भएन मैले जोडेर तपाईहरुले के पाउनु तपाईले मलाई जोड्नु केही पाउँदैन होइन कुरा त्यही हो स्पष्ट गर्नु तपाईले सिधै कुरा गर्नु भयो उहाँलाई हामीले भन्नु मिल्दैन बिचारा होइन दाइले त्यही भन्नुभएको अर्को कुरा केही छैन तपाईले जहाँसुकै खोतल्नु जेसै गर्नु कुरा त्यही नै हो दाइले हामीलाई केही भन्नु भएन टेक सरलाई टेक सरसँग उइसारे हाम्रो पहिला पनि कुरा बसेर भएको होइन तपाईँ धादिङको मान्छे म पनि धादिङमा भिजिट गरेँ मान्छे कहाँ कहाँ हामीले भूकम्पको घरहरू बनाएर बसेका मान्छे सल्यानटार तपाईँको आरुघाट तपाईँको माथि चैनपुर रामपुर बझाङ त्यतातिर हामीले काम गरेका छौँ भने हामी धेरै कुरा भयो होइन बसेर कुरा भयो सरले सबै कुरा हामीलाई भनिदिनु भयो अरू केही नै होइन दोष लाग्ने कुरा पनि छैन घात भएको कुरा पनि होइन होइन तर डिफ्रेन्ट के भने त फेरि जागिर सरलाई मैले चिनेको पनि थिएन हाम्रो केटाले पनि नचिनेको उनीहरू झन् पहिलोपटक आएको मान्छे उनीहरूभन्दा म धेरैचोटि भिजिट गरेँ काठमाडौँमा लगभग 8-10-15 चोटि बढी भइसक्यो अनि उहाँको मार्फत हामी आएपछि उहाँले हामीलाई तपाईँको मेन पावर चिनाउनु भयो हामीलाई तपाईँको मेन पावर पनि हामीलाई थाहा थिएन होइन ल्याइसकेपछि हामीलाई के भयो भने चाहिँ अब हामी त चिने मान्छे छैन ठिक त टेक सर त जान लाग्नुभयो उहाँले आफ्नो जो विचार थियो उहाँ राख्नुभयो हामी त उहाँले एकचोटि मान्छे चिन्नु पऱ्यो भोलि भिजा आउँछ या आउँदैन हामीलाई थाहा हुनु पऱ्यो नि त होइन जाने व्यक्ति हामी हो त नि अनि तपाईँलाई हामी चिन्न तपाईँ गइसकेपछि भोलि हामीलाई कसले खोज्ने कसलाई खोज्ने मैले अनि तपाईँ यदि बिग्रे तपाईँ यदि ठगी मान्छे हो भने त मलाई फोन गरेर तपाईँले यहाँ आउनु किन भन्नुहुन्थ्यो भन्नुहुँदैन थियो नि त होइन त्यो सर कुरा म एकदम इमान्दारिताले म विश्वास पनि राख्छु क्या अन्यथा मान्छे हुन्थ्यो नि खाएर हिँडिदिइहाल्थ्यो क्या पुरै नै गर्दैन थियो होला उहाँले मलाई बगाइदा फोन गरेर भाइ तपाईँ आउनुहोस् यस्तो यस्तो म बिहार जाँदैछु म जागिर सरलाई त डकुमेन्ट छोड्दै तपाईँले उहाँलाई दिन यदि इच्छा छ भने दिनुहोस् छैन भने तपाईँहरूको विचार हो मैले केही भन्न सक्दिनँ भनेर दाइले भन्नुभएको बगाएर होइन कुरा त्यही नै हो अरू केही नै होइन हो त्यही हो होइन जागिर सरको अरू जागिर सर गरे टेक सरको कुरा एकदम राइट उहाँलाई केही भन्दैन हो नि त अब बिचरा उहाँ जानु होला उहाँ र हाम्रो धादिङमा नै हाम्रो दायर धेरै चिने दायर छ नचिने भनेन तपाईँको सलेन्डारको त पर्फर्मेन्स रेस्टो भनेको जर्मन सोमा यताउति जुडो कराटेको एकदम मास्टर हो उसले अहिले के भन्नु तपाईँको जुडो कराटेमा पुरा उहाँमा जितेर पनि अहिले पनि भएको आउँदैछ अनि अब धेरै कुरा छ भीम दायर भयो चौरीडान दाईको घर नि त्यही हो त्यो चौरी दाईको घरमै मैले भिजिट गरेर आएँ मान्छे क्या म होइन त्यो थाम्मेको पुगेर आएको त वाइट घर त ठुलो घर त सेतो घर त्यहाँ पुगेर उसको वरिपरि खेतबारी छ मजाले त्यहाँ घुमेर आयो मान्छे होइन त्यहाँ पुगेर आयो मान्छे केटाएर आउँदैछ त्यही भएर चाहिँ हो त्यही हो त तपाईँले भन्नु नि त्यही भएको अरू मेन पावरले यसरी परमाने दिँदैनन् है अहिले तपाईँहरुसँग परमान त्यो पनि बगाइदा टेक सरले भन्नुभएको यस्तो झुट बोल्ने ढाँटी गर्ने मान्छेहरू छन् सर यसो यसो गरेर तपाईँले पैसा जम्मा गर्नु अनि मेन पावरले चेक दिन्छ उसको नाममा पैसा त राखिदिनुहोस् भनेर उहाँले आफै भन्नुभएको हो सबै कुरा उहाँले झुटो केही नै भन्नु भएन उहाँलाई भन्नु पनि भएन यहाँसम्म क्लियर भयो कुरा अब जागिर सर यही हुनुहुन्छ चेक सर र म पनि यही छौँ होइन मलाई केही चाहिएन केटाहरूले जान्छु भन्छ पठाउनुहोस् जान्न भन्छ
डकुमेन्टको आधारमा पैसा र पासपोर्ट त फिर्ता गर्नु विकल्प छैन, गर्नु नै परेको। ल उहाँहरूसँग सँगसँगै उहाँहरूले मलाई पनि प्रेसर गर्नु, मैले होइन मैले त उहाँहरूलाई हामी आएको अहिले 10 दिनमा दाइ तपाईँ हाम्रो भेट भएको थियो नि म यहीँ छु ऊ मान्छे नआएको ऊ मान्छे अहिले पुगेको उसलाई लिएर म यहाँ आएको होइन उसको छ डकुमेन्ट छ उहाँको नाममा अर्को कुरा त रमेश भन्ने भाइले तपाईँले डाइरेक्ट हाल्नु मतलब त्यसपछि मैले त्यो को छैन मैले उसलाई डाइरेक्ट फोन गरेर भन्दै रमेश परियार भन्ने एकजना भाइले पैसा चाहिँ तपाईँले डाइरेक्ट म मेरोमा हालेर पैसा भनेर मतलब भइसक्छ भन्नुहुन्थ्यो छ त्यो को छ मसँग टेक्सरसँग सम्वाद टेक्सरसँग हो पैसा चाहिँ उहाँको नाममा गएको त्यो छ अब के हो तपाईँको धारणा राख्नुहोस् प्रश्न धारणा केटा आउँदैन होला तपाईँ बस्दै जाँदै